हेलो गुड मर्निङ सबैलाई है। आज चाहिँ मैले इस्कुसको बोट सार्न गइरहेको छु है र अकबरी खोर्सानीको अपडेट प्लस रायो साग कस्तो हुँदैछ भनेर देखाउन गइरहेको छु है। स्टे ट्युन। रायो साग चाहिँ अहिले यस्तो छ है, ल फुल्ने समय हो तर मजाले नै आएको छ है। मजाले आएको छ है। ल यतापट्टि पनि छ। ल मजाले आएको छ है। ल रायो साग चाहिँ यस्तो छ है। त कस्तो मजाले आएको छ है। यतिको भएको छ है रायो साग चाहिँ। नेपालको पथिना है, कस्तो दामी पारा आएको छ। ल दामी हो। अनि यतापट्टि यो नेपालको सिस्नो फेरि है, नेपालको सिस्नो। अनि यताको रुख टमाटर है यस्तो छ। अनि यतापट्टि मैले फेरि गमलामा पनि रोपेको छु है रायो साग। ल गमलामा पनि रोपेको छु है रायो साग। यस्तो छ। यो चाहिँ मेरो अकबरी खोर्सानीको बिरुवाहरू आउँदैछ है। यसलाई चाहिँ 1G गरिसकेको हो। कस्तो दामी आउँदैछ हौ। ल यो प्रकारको छ है, राम्रै आउँदैछ। र अब चाहिँ बुढो बोटहरू यस्तो छ है। ल यो त फुल्नु पनि आँटिसकेछ। ल है फुल्नु आँटिसकेछ। अनि यतापट्टि पनि छ बुढो बोटहरू लास्ट इयरको। यहाँ झन् दामी आउँदैछ है। ल यतापट्टि पनि छ यो है। अनि यहाँ चाहिँ चुचे करेला है, यो चुचे करेला। अनि यो बोट चाहिँ दामी छ है। ल अकबरी डल्ले खोर्सानीको बोट चाहिँ दामी छ। ल हेरौँ लाग्दो छ है। र मेरो अकबरी खोर्सानीको बोटहरू चाहिँ यस्तो छ है। यो पात आएको छैन परको ठुलोहरू। ल दामी आएको छ है। ल अकबरी खोर्सानीको बोटहरू यस्तो छ है। र मेरो पारिपट्टि चाहिँ रायो सागहरू गमलामा रोपेको छु बकेटमा। अनि यो चाहिँ हेरौँ त दामी छ है। धनियाँ दामी आएको छ। यो प्रकारको छ है। यो चाहिँ इस्कुसको बोट है। मैले गमलामै राखेको थिएँ, 7-8वटा छ है। ल आज चाहिँ यो सार्दैछु। ल बोट चाहिँ यस्तो छ है। ल बोटहरू चाहिँ यो प्रकारले छ है। अब म चाहिँ हप्लक्क निकाल्ने कोसिस गर्छु, हुन्छ कि हुँदैन है। अनि भएन भने चाहिँ एउटा गर्दै निकाल्नुपर्ने हुन्छ है। इस्कुसको बोट चाहिँ आज यो ठुलो ड्रममा सार्न गइरहेको छु है। त्यसको लागि चाहिँ अब मैले यहाँ चाहिँ अलिकति फुड वेस्ट त्यो हालेको छु है। अलिकति यो चाहिँ फेरि उयो है, फिस बोन एन्ड ब्लड है हालिदिँदैछु है। एकचोटि घप्लक्क हाल्नु सकिएन
अब यसलाई चाहिँ एउटा निकाल्नु पर्ने भयो। यो चाहिँ अब एकदम भाँचिने डर हुन्छ है। यो चाहिँ यो हाँगाहरू चाहिँ यसलाई चाहिँ अब बिसारी निकाल्नु पर्ने हुन्छ है। यसरी निकाल्नु है। यो चाहिँ एउटा निकालियो है। यो चाहिँ जम्मा 7वटा रहेछ है। एकैचोटि हाल्नु नमिल्ने भएर यसरी निकाले है। अब चाहिँ यसलाई त्यहाँ ठुलो ड्रममा हाल्दैछु है। हालिँदैछ है, सर्लक्क हालिँदैछ है। एउटा गर्दै हालिदिँदैछु। अब यहाँ हालिँदैछ है। 7वटा छट्टसँगले केही छैन। यो माटोले पुरिहालिन्छ होइन, समस्या छैन यो। यसरी हालेपछि सर्लक्क माथिबाट अलिकति यो फिस बोन हालिदिएको छु। अब माटोले पुरिदिने है। यो इस्कुस चाहिँ हालिसकेँ है ड्रममा। अब लास्टमा फाइनल के हाल्छु भन्दाखेरि यो पराल चाहिँ यसरी हालेर, एकदम ड्राई छ नि त होइन, यति हालेर सर्लक्क राखिदिने हो। ल यसरी अब यो रेडी भयो है। तपाईँलाई थाङ्गा दिने हो। फाइनल लुक चाहिँ इस्कुसको बोट चाहिँ यस्तो भएको छ है। ल यहाँ चाहिँ पराल हालेको छ है। ल माथिसम्मै गयो है। ल यहाँ छतभरि हुन्छ है।